नमस्कार। 30 अर्बको ठगी प्रकरण अनुसन्धान सुरु भएपछि पूर्व मन्त्री देशबाट फरार। स्मार्ट टेलिकम सेटिङ काण्डमा को तानिँदैछन्। अनुसन्धानको घेरामा नेपालबाट स्विजरल्यान्डसम्मको भागदौड। के थियो 30 अर्बको खेल। 30 अर्ब रुपैयाँको ठगी प्रकरण र राज्यको सम्पत्तिमाथिको दोहन जब अनुसन्धानको सुईको मन्त्री निवाससम्म पुग्यो तब पूर्व मन्त्री सुटुक्क देशबाट फरार भएका छन्। के हो त स्मार्ट टेलिकमको 30 अर्बको रहस्य। आज हामी यस विषयमा चर्चा गर्नेछौँ। सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्तिलाई कौडीको भावमा बेच्न प्रपञ्च रचिएको खुलासा भएको छ। झन्डै 30 अर्ब रुपैयाँ राजस्व र नवीकरण दस्तुर नतिरेको स्मार्ट टेलिकमको लाइसेन्स खारेज भई सबै सम्पत्ति सरकारको हुनुपर्ने थियो। तर सेटिङ यस्तो गरियो कि त्यो अर्बौंको सम्पत्ति एनसेललाई सुम्पने योजना बन्यो। यस प्रकरणमा सीबीआईले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्धन निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेपछि ठूलो रहस्य खुलेको हो। अनुसन्धानको लहरो तान्दै जाँदा तत्कालीन सञ्चार मन्त्री जगदीश खरेलसम्म पुग्ने पक्का भएपछि उनी सुटुक्क स्विजरल्यान्ड पुगेका हुन्। दाबी गरे अनुसार अनुसन्धानको घेरामा परेपछि उनी सेफ ल्यान्डिङका लागि विदेश भएका हुन्। यो खेलमा मन्त्री मात्र होइन, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन उच्च अधिकारी र केही बैंकहरूको समेत नाम जोडिएको छ। एनसेलको व्यापारिक स्वार्थलाई पूरा गर्न सरकारी नियमलाई कसरी ल्याइयो भन्ने प्रमाणहरू अब एक एक गर्दै बाहिर आउन थालेका छन्। प्रधानमन्त्री कार्यालयले समेत यसमा चासो देखाएपछि अहिले यो प्रकरण उग्र रूप लिएको छ। राज्यको ढुकुटीमा आउनुपर्ने 30 अर्ब रुपैयाँ स्वाप बार्ने खेलका मुख्य खेलाडी अब कानुन गठनमा आउलान् त। विदेश पलायन भएका पूर्व मन्त्रीलाई फिर्ता ल्याएर कारबाही होला, यो हेर्न बाँकी नै छ।